हेलो एभ्रिवान नमस्ते। म चाहिँ तपाईँहरूलाई आज साउथ कोरियाको एउटा छेजुदोको सुन्तला फर्मको बारेमा एउटा सानो भिडियो बनाउन गइरहेको छु। यहाँ हेर्नुहोस् त यो हाउसको चाहिँ भित्र लर्काउने लाइन मिलाएर सुन्तलाहरू रोपिएको छ र यो लगभग यो 20 वर्ष पुरानो टुटाहरू हो। यो चाहिँ रुखको टुटाहरूमा र अर्कै एउटा सुन्तला ल्याएर ग्राफ्टिङ गरेर नयाँ प्रजातिको सुन्तला चाहिँ निकालिन्छ है त। यसरी पहिला रुखलाई रोपिन्छ, त्यस टुप्पोमा चाहिँ टेपले बाँधेर अर्कै प्रजातिको सुन्तला ल्याएर रोपिन्छ। यो चाहिँ रेदियाङ सुन्तला ल्याएर ग्राफ्टिङ गरेर रोपिएको छ। टेप लाएर हावा र पानी नछिर्ने किसिमले टुप्पोमा ल्याएर बाँधेर अर्कै एउटा टुसा रोपेर चाहिँ अर्कै प्रजातिको सुन्तला चाहिँ उत्पादन गरिन्छ। यसरी देख्न सक्नुहुन्छ। यो भर्खर यो रुख फेद अर्कै छ र टुप्पो अर्कै रूपमा यो हुर्किँदैछ। यो ग्राफ्टिङ गरेर बनाएको हो र बिस्तारै हुर्किँदै जाँदाखेरि यस्तो देखिन्छ। यो चाहिँ यो काम नलाग्ने हाँगाहरूलाई चाहिँ यसरी काटेर पनि फालिन्छ र मान्छे हिँड्न सजिलो होस् भनेर बिचमा यसरी कार्पेट पनि ओछ्याइन्छ। यो चाहिँ सफाको लागि हो, मान्छे हिँड्नलाई हिलो नहोस् भनेर। यसपछि सुन्तलाको फेदमा रोग नलागोस् भनेर यसरी माटो, रातो माटोको यो पेन्टिङ पनि गरिन्छ। यो चाहिँ एउटा औषधि हो। औषधिले पेन्ट गरेपछि रुखमा किरा लाग्दैन। त्यसपछि अलिकति फल ठुलो हुँदै गएपछि यसलाई छक्क गरेर नचाहिने दानाहरू निकाल्नुपर्छ। त्यसपछि सुन्तला बाँड्ने सिजन आउँछ र डोरीले बाँधेर माथि झुन्डाइदिन्छ। यो हाउसहरूमा 15-15 दिनमा लगभग 20 दिन जतिमा एकचोटि औषधिहरू पनि हालिरहनु पर्ने हुन्छ किरा नलागोस् भनेर। त्यसपछि छक्क गर्नुपर्छ। छक्क चाहिँ एउटा हाँगामा 2-3 वटा दाना मात्रै राखेर अरू सबै टिपेर फालिन्छ। देख्नु सक्नुहुन्छ। लगभग 12-15 वटा जति तपाईँ टिपेर फालेको छ, 3-4 वटा मात्रै राखिन्छ। राम्रो दाना, इफेक्ट नलाएको राम्रो दाना र ठुलो दाना मात्रै यसरी छानेर राख्ने गरिन्छ र सबै टिपेर फालिन्छ। यो छक्क गर्ने भन्छ कोरियन भाषामा। र त्यसपछि यो चाहिँ छन्याङ प्रजातिको सुन्तला हो। हेर्नुहोस्, राम्रो मात्रै राखेर अरू सबै फ्याँकिन्छ। त्यसपछि ठुलो सुन्तला हुँदै गएपछि हेर्नुहोस् यस्तो आउँछ। यत्रो ठुलो दाना बन्छ। यो चाहिँ एकदम अलि महँगो खालको सुन्तला हो। र यसरी डोरीले बाँधेर एक-एकवटा दाना गरेर झुन्डाइन्छ। यो चाहिँ गरम हुन्छ र हाँगाहरू भाँच्चिन सक्ने भएको कारणले यसरी डोरीले बाँधेर झुन्डाइन्छ। लाइन मिलाएर यसरी रोपिएको छ। कलर पनि राम्रो छ। यो बोक्रा पनि पातलो हुन्छ। यो छन्याङ प्रजातिको सुन्तला चाहिँ काँडा धेरै हुने भएर अलग बाँधिन्छ। यसरी एउटै आधा किलोसम्मको सुन्तला हुन्छ यो। र जति ठुलो भयो त्यति राम्रोमा यो प्राइस हुन्छ। टिपेर यसरी बजारमा लगिन्छ। त्यसपछि नचाहिने हाँगाहरू यसरी काटेर पनि फालिरहनुपर्छ। यो चाहिँ यसरी सबै गाडीमा हालेर लोड गरेर त्यसपछि अन्त्य ठाउँमा, कम्पनीमा, प्याकिङ ठाउँमा पठाइदिन्छ। अब म तपाईँहरूलाई अर्को प्रजातिको सुन्तला देखाउँछु है त। यो चाहिँ हाउसभित्र लाउने एउटा खाउन हाउस भन्छ। यो अर्कै प्रजातिको अक्सिजनमा बन्ने सुन्तलाहरू हो। यो हावा दिनको लागि बिछाएको यो कार्पेट चाहिँ। त्यसपछि काम गर्दा हेर्नुहोस्, यहाँ कतै सर्प पनि भेटिन सक्छ। एकदम जोगिनुपर्ने हुन्छ। यो चाहिँ धेरै अपवादमा भेटिन्छ। हुर्किँदै गएपछि डोरीले चाहिँ यसरी बाँधेर झुन्डाइदिन्छ। चाहिँ हेर्नुहोस्, यो अर्कै प्रजातिको। यो चाहिँ हाँगा बाँधे पनि हुन्छ। एकदमै धेरै फल्छ। यो चाहिँ जति धेरै फल्यो त्यति राम्रो हो। यो चाहिँ एकदमै धेरै फलेको छ र कलर आएपछि यस्तो राम्रो देखिन्छ र पाकेपछि तपाईँको यसरी लगभग यस्तो कलरको देखिन्छ। यो चाहिँ हाउसमा लाउने सुन्तला हो। हाउसभित्र यसरी यतिको भएपछि चाहिँ टिपिन्छ पनि लगभग ओछनौन 1 छनौन जति पर्छ। त्यसपछि तापक्रम मिलेन भने हेर्नुहोस् यसरी फुटेर पनि जान्छ है। यो चाहिँ तापक्रम मिलाउनुपर्छ। लगभग 30 देखि 35 डिग्रीको तापक्रममा राख्नुपर्छ। यो चाहिँ तातो बनाउनको लागि चाहिँ यो चाहिँ थाक्थ भन्छ। यस्तो यसबाट हावा पास गरिन्छ र यो हाउसलाई तताउने काम गरिन्छ। जाडो महिनामा चाहिँ हाउस सबै माथि अटोमेटिक रूपमा बन्द गरिन्छ। त्यसपछि फलेपछि चाहिँ यस्तो राम्रो कलर आउँछ। टिपिन्छ। यो टिपिरहेको अवस्था हो। यहाँ चाहिँ आजोमाहरूले टिपिरहनु भएको छ। यस्तो फाकुनीमा टिपिन्छ। यो सडेको गलेको चाहिँ भुइँमा झारेको छ। यो चाहिँ र त्यसपछि यस्तो हेर्नुहोस्, एकचोटि सर्प आएर चाहिँ यसरी इलिलखु आएर चाहिँ यसरी सर्प पनि उठाएर लिएर गएको थियो। यो चाहिँ अरू मान्छेहरू बाहिरबाट आएर इलिलखु भन्छ। यो एम्बुलेन्स जस्तो आएर लिएर गएको थियो। त्यसपछि सुन्तला भर्खर कलर आउन सुरु गरेको थियो। टिपेर अन्त्यै पठाइदिन्छ अनि प्याकिङ गरिन्छ। हेर्नुहोस्, यो चाहिँ हामीले चाहिँ जोखेर मात्रै पठाउने हो। प्याकिङ गर्ने ठाउँ चाहिँ अर्कै हो। यसरी कन्टेनरमा हालेर पहिला राखिन्छ। त्यसपछि चाहिँ रेल हो। यो बिचमा लाइन हुन्छ। त्यो लाइन अनुसारको यो गाडी आफै कुद्छ, अटोमेटिक रूपमा कुद्छ र माथि त मान्छे जोखेर राख्ने काम गरिन्छ। हेर्नुहोस्, यो चाहिँ सुन्तला फल्दै गरेको अवस्था हो। यो चाहिँ हरियो कलर आउनु हुँदा अगाडिको। यो चाहिँ हाउस हेर्नु त माथि कटन छ। त्यसपछि 2 लेयरको प्लास्टिक हुन्छ।
यो चाहिँ एकदम जाडोमा उत्पादन गर्ने भएर यो हाउस सबै बन्द गरिन्छ र 30 देखि लगभग 35 डिग्रीको तापक्रममा यो सुन्तला चाहिँ हुर्काइन्छ। तापक्रम यति चाहिने रहेछ र कलर आएपछि यति राम्रो देखिन्छ। यो चाहिँ एकदम धेरै फलेको छ सुन्तला। यो हाउस चाहिँ लगभग 35 डिग्रीबाट माथि लागेपछि हाउस आफै खुल्छ, हावा छिर्छ। त्यसपछि कम भयो भने 30 डिग्रीबाट कम भयो भने सबै हाउस बन्द हुन्छ। त्यसपछि हाउसको तापक्रम बढ्छ। यतिको कलर आएपछि चाहिँ सुन्तला टिपेर बेचिन्छ। यो चाहिँ लगभग 6,000 हुन्, नेपाली 600 रुपियाँमा 1 किलोको बेचिन्छ। है त साथीहरू, यो चाहिँ एकदम गर्मीमा अक्सिजन सुन्तला हुने भएर यो चाहिँ अलिक महँगो छ। यसलाई अब अर्को प्रोसेस म देखाउँछु। एउटा सुन्तलाको चाहिँ एउटा फाक्फी गर्ने भन्छ। यो चाहिँ सुन्तलाको बोक्रा चाहिँ निकाल्ने प्रक्रिया हो। यसलाई बोक्रा हल्का रूपमा काटिन्छ। त्यस कारणले सुन्तला अलि राम्रो धेरै उत्पादन दिने र धेरै पालुवाहरू नपलाइकन उत्पादन राम्रो दिने भनेर गरिन्छ। यो चाहिँ हल्का रूपमा बोक्रा मात्रै फाल्नुपर्छ है। धेरै काट्यो भने फेरि यो बोट मर्ने सम्भावना हुन्छ। त्यसपछि म तपाईँहरूलाई आज सुन्तला टिपिरहेको देखाउँछु। यो चाहिँ आजमाहरूले सुन्तला टिपिरहनु भएको छ। यो चाहिँ बाहिर खुल्ला बारीमा हो। यो चाहिँ जाडो याममा सुन्तला फल्छ। आजमाहरूले सुन्तला टिप्नुहुन्छ। यो फाकुनीमा टिपिन्छ। त्यसपछि हामीले जोखेर राख्ने हो। यसरी फाकुनी टिपेपछि हामीले यसलाई ओसार्नुपर्ने हुन्छ। यो चाहिँ केटाहरूले ओसारेर त्यसपछि जोख्ने हो। जोखेर चाहिँ अनि लोड गरेर गाडीमा हालेर पठाउने हो। यसरी कन्टेनरमा मिलाएर राखिन्छ सुन्तला। हेर्नुहोस्, यसरी राखिन्छ। त्यसपछि अनि प्याकिङ गरिन्छ। प्याकिङ गरेर पठाइदिन्छ। यसरी हेर्नुहोस्, सुन्तला हामीले चाहिँ बिचमा जोखेर राख्नुपर्ने हुन्छ। कन्टेनरमा चाहिँ 20 किलो 22 किलो जोखिन्छ। 2 किलो कन्टेनर हुन्छ भइन्छ। त्यसपछि काम गर्दा गर्दै यसरी आराम गर्न पनि पाइन्छ। रुखको फेदमा बसेर मोबाइल चलाउन पनि पाइन्छ। कहिलेकाहीँ कलर आयो भने यति राम्रो देखिन्छ। हेर्नुहोस् सुन्तला। त्यसपछि अलि बिग्रेको सुन्तलाहरू चाहिँ यसरी फाछी भन्छ। यसलाई चाहिँ सुन्तला चाहिँ वेस्टेज गएको हो। किरा लागेको फाछीहरू चाहिँ यसरी फालिन्छ है त। यो चाहिँ काम लाग्दैन। यो चाहिँ धेरै चाँडै सुन्तला टिपेपछि चोट लाग्यो भने कुहिहाल्ने भएर यसरी चाहिँ फाल्नुपर्ने हुन्छ। र यसरी यो चाहिँ लेकाबाट यसरी सुन्तला ओसारिन्छ है त। त्यसपछि पानी अब औषधि दिनु पऱ्यो भने यसरी बाहिर क्लोरो भन्छ। यसरी मेसिनबाट अटोमेटिक रूपमा पानी र चाहिँ औषधिहरू चाहिँ यसरी पनि दिन सकिन्छ है त। औषधि चाहिँ हातले पनि हालिन्छ र यो चाहिँ पानी चाहिँ प्रायः यसरी हाउसको माथि पाइपबाट यसरी छर्किन्छ। चाहिँ अटोमेटिक रूपमा छर्केपछि मेसिन अन मात्र गरिदियो भने पनि हुन्छ। त्यसपछि म अर्कै प्रजातिको एउटा सुन्तला देखाउँछु। यो चाहिँ खार्याङ प्रजातिको सुन्तला हो। खार्याङ चाहिँ यस्तो हुन्छ र यो चाहिँ फल्दा फल्दै नि फुल खिलिरहेको अवस्था हुन्छ। यो फुल खिलिरहेको चाहिँ देख्न सक्नुहुन्छ। हाँगाहरू भाँचिन्छ भनेर यो डोरीले चाहिँ सबै हाँगाहरू बाँधेर माथि झुन्डाइरहेको छ। यो चाहिँ अप्रिलतिर फल्ने सुन्तला हो। यो चाहिँ फेरि अर्को प्रजातिको एउटा हाल्लाबुङ भन्ने प्रजातिको सुन्तला हो। यो चाहिँ एकदम ठुलो हुन्छ सुन्तला। फ्लेभर टाइपको सुन्तला हो। यो चाहिँ बोक्रा एकदम बाक्लो किसिमको सुन्तला हुन्छ। त्यसपछि म तपाईँहरूलाई अर्को एउटा सुन्तला हेर्नुहोस्। यो कलर कति राम्रो छ। यो चाहिँ खार्याङ नै सुन्तला हो। यो चाहिँ कलर एकदम राम्रो हुन्छ। यो बास्ना पनि आउँछ। र यो सुन्तलाहरूको चाहिँ दानाहरू हुँदैन है। कोरियाको सुन्तलाको चाहिँ भित्र दानाहरू हुँदैन। यो चाहिँ यसरी जोखेर पठाइन्छ। यो चाहिँ पातै समेत टिपिन्छ है। यो चाहिँ धेरै सनमुलहरू उपहारहरू दिन प्रयोग गर्ने भएर 2टा पात समेत टिपिन्छ र एकदम राम्रोसँग बक्समा प्याकिङ गऱ्यो भने अर्कोलाई उपहार दिन सजिलो हुन्छ। यसरी जोखेर प्याकिङ गरेर अनि त्यसपछि पठाइन्छ। हजुर, कोरियाको यस्तै हुन्छ सुन्तला चाहिँ। अब यो सिद्धेपछि हाउसहरू यसरी सफा गर्ने काम पनि हुन्छ सुन्तलामा। र बाहिर खुल्ला बारीमा चाहिँ यसरी धेरै झारहरू पनि आइरहेको हुन्छ र झारहरू पनि औषधि हान्नुपर्ने हुन्छ। र कहिलेकाहीँ यसरी कालिजहरू पनि देखा पर्छ है त।